हेलो, इट्स मी आनन्द शाह। आज म यो भिडियो मार्फत डिबी रिजल्ट 2026 कसरी चेक गर्ने भन्ने कुराको जानकारी दिन गइरहेको छु। सबभन्दा पहिला हामी क्रोम ब्राउजर ओपन गर्ने। क्रोम ब्राउजर खुलिसकेपछि तपाईहरूले इन्ट्रान्स स्ट्याटस चेक भनेर टाइप गर्नुहोस्। त्यहाँबाट टाइप गर्ने बित्तिकै एउटा वेबसाइट आउँछ। त्यो वेबसाइटमा गएर इन्ट्रान्स स्ट्याटस चेक भन्ने अप्सन आउँछ, त्यहाँ चाहिँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि वेबसाइट आज हल्का सर्भर डाउन रहेछ। त्यसपछि चाहिँ हामी आफ्नो जुन डिबी रिजल्ट फर्म भर्दाखेरि कन्फिग्रेसन नम्बर दिएको हुन्छ, त्यो कन्फिग्रेसन नम्बर यहाँ टाइप गर्ने। सपोज मेरो कन्फिग्रेसन नम्बर यति रहेछ, मैले टाइप गरेँ। त्यसपछि मैले आफ्नो लास्ट नेम हाल्ने, जुन चाहिँ मेरो लास्ट नेम शाह हो, र मेरो डेट अफ बर्थ टाइप गर्ने। मेरो डेट अफ बर्थ 2000 गरिसकेपछि यहाँ RMN4P सबै क्यापिटल लेटरमा दिएको छ, त्यसैले सबै जे क्यापिटल लेटरमा छ क्यापिटल हाल्ने, जुन स्मल छ भने स्मल हालेर सबमिट गरिदिने। सबमिट गरेपछि यसरी तपाईँले आफ्नो डिबी रिजल्ट 2026 चेक गर्न सक्नुहुनेछ। यहाँ चाहिँ मैले अहिले जुन कन्फिग्रेसन नम्बर हो यो मेरो एक्ज्याक्ट होइन, त्यसैले यो फेरि रिट्राई गरेर भन्नुभएको छ। थ्याङ्क यू।